कप्तानगञ्ज वितण्डापछि गृहमन्त्रीको एक्सन, सिडिओ र सुरक्षा प्रमुखहरू फिर्ता, 5 सदस्यीय छानबिन समिति गठन, 7 दिनभित्रै निकालिने भित्री रहस्य। सुनसरीको देवानगञ्ज गाउँपालिका 3 कप्तानगञ्जमा आइतबार राति 2 समूहबीच भएको हिंसात्मक झडप र सुरक्षा टोलीको कमजोरीलाई लिएर गृह मन्त्रालयले कडा कदम चालेको छ। मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे सहित जिल्ला र प्रदेशका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाएको छ। सिडिओ घिमिरेलाई गृह मन्त्रालय तानेर उनको ठाउँमा सङ्खुवा सभाका सिडिओ ईश्वरी प्रसाद अरियाललाई खटाइएको छ। यस्तै कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानी डिआइजी शेखर खनाललाई पठाइएको छ। जिल्ला प्रहरी प्रमुख एसपी केशव थेवेको स्थानमा एसपी पुष्पराज मल्ल र सशस्त्र प्रहरीका डिएसपी नन्दकिशोर महतोको ठाउँमा डिएसपी मदन नाथलाई जिम्मेवारी दिइएको छ। आइतबार राति बोलबम यात्राका क्रममा डीजे बाजा बजाउने विषयमा सुरु भएको विवादले उग्र रूप लिँदा गोली चलेर 2 जनाको मृत्यु भएको थियो। झडपमा 9 सर्वसाधारण, 10 नेपाल प्रहरी, 5 सशस्त्र प्रहरी गरी 24 जना घाइते भएका छन्। घटनाको सत्य तथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ, जसले 7 दिनभित्र प्रतिवेदन बुझाउनेछ। थप तनाव भड्किन नदिन देवानगञ्ज र हरिनगर गाउँपालिकाका संवेदनशील क्षेत्रमा बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी राखिएको छ।